It's me, Brios, and I'm the founder of Lamaware. Hello and namaste, everyone. It's me, Brios, and I'm the founder of Lamaware. Today, we are here to announce our new brand ambassador, Mr. Aaron Swiss, and he's also representing our country, Nepal, on national and international level in karate. We are here. Heartily welcome to you, sir. Thank you so much, Lembaverse and whole team. It's an honor to be part of Lembaverse to your clothing brand. Thank you so much. मैले हजुरको बारेमा सुनिरहेको थिएँ हजुर कुनै एउटा क्लबबाट अहिले खेलिरहनु भएको छ कुन क्लबबाट खेलिरहनु भएको होला अहिले चाहिँ अहिले चाहिँ म रिसेन्टली नेपाल पुलिस क्लबबाट खेल्दैछु र अहिले हालै नेसनल टिमको ट्रेनिङमा पनि परिरहेछु। अनि सर अब हजुरलाई हाम्रो न्यू ब्रान्ड एम्बेसडर हुनुमा कतिको खुसी लागिरहेको छ र अब हजुरले फर्दर फ्युचरमा चाहिँ कसरी प्रमोट गर्न चाहनुहुन्छ? मैले चाहिँ यो अब एउटा अपर्च्युनिटीको रूपमा लिएको छु हजुरहरूको यो क्लोथिङ ब्रान्ड। अब मेरो एउटा फर्स्ट टाइम पनि हो र म यो मेरो फर्स्ट टाइम एकदम म राम्रो तरिकाले एकदम पोजिटिभ वेमा हजुरहरूलाई हेल्प एन्ड सपोर्ट गर्नेछु। यो क्लोथिङ ब्रान्डलाई एकदम हाई लेभलसम्म पुर्याउने सकेसम्म मैले आफ्नो कोसिस निरन्तर दिनेछु। सर आज हामीले चाहिँ हजुरको सर्ट इन्ट्रोडक्सन लिइरहेको छौँ ल। अब हजुरलाई अब हाम्रो यो इन्ट्रोडक्सन सहित हजुरलाई एउटा सानो हाम्रो साइडबाट एउटा गिफ्ट दिने रहेको छौँ है सर। उहाँ सरको लागि भनेर हामीले एउटा टी सर्ट सरकै नामकोमा टी सर्ट प्रिन्ट गरिसकेको छौँ र सर हजुरलाई हामीले हस्तान्तरण गरिसकेको छौँ। अनि हजुरलाई एउटा सानो एउटा चिनो पनि ल सर हस्। हजुर आउनु भएकोमा हामीलाई एकदम खुसी लागिरहेको छौँ र फर्दर हजुरसँगै काम गर्न पाओस् यति भन्दैमा हामी यहीँ टुङ्गाउन चाहन्छौँ हाम्रो सर्ट इन्ट्रोडक्सन। थ्याङ्क यू।